खल्तीबाट कति सेकेन्ड्समा भुटान मुभीको टिकट काट्न मिल्छ? 50 सेकेन्ड। घर भनेको हजुरलाई के हो? घर भनेको चराको गुड हैन, मान्छेको घर, गाईको गोठ र घर भनेको सबभन्दा ठुलो घर भनेको देश हो। मेरो लागि चाहिँ म जहाँ खुसी हुन्छु, जहाँ मेरो मन बस्छ, जहाँ म बस्छु, मेरो भित्री चिज बस्छ र जहाँको सेरीफेरीमा चाहिँ म रमाउन सक्छु, सायद मेरो लागि त्यही नै घर होला। आई थिङ्क घर चाहिँ एउटा इमोसन के, यति सेक्योर फिल हुन्छ, यति अपनत्व फिल हुन्छ, एउटा पाठेघर जस्तो क्या, आमाको पाठेघर जस्तो। वर्ल्ड्स ह्याप्पिएस्ट म्यानको बारेमा हो कि वर्ल्ड्स स्याडेस्ट म्यानको बारेमा हो? यो फिल्म चाहिँ न वर्ल्ड्स ह्याप्पिएस्ट म्यान हो न स्याडेस्ट म्यान। यो फिल्म चाहिँ एउटा घर हराएको मान्छेको कथा हो। भुटान हजुरको लागि किन स्पेसल छ? किनभने फिल्मै स्पेसल छ। एकदमै यो असाध्यै गरुङ्गो, गहिरो र सितिमिति यस्तो सिनेमामा खेल्नलाई सबैको भाग्यमा जोडेको हुँदैन। मेरो लागि भुटान त मेरो लागि प्रत्येक प्रोजेक्ट, प्रत्येक फिल्म बनाउँदै गर्दाखेरि एकदमै महत्त्व राख्छ। तर भुटान खास गरेर किन पनि महत्त्व राख्छ भन्दा भुटानमा जुन भावना पोखिएको छ, त्यो भावना, त्यो इमोसन अहिले संसारभरिका धेरैभन्दा धेरै मान्छेहरूले बोकेको भावना हो क्या। यति धेरै युद्धहरू हुन्छन् मान्छेहरूलाई यो राजनीतिको नाममा हैन, कुर्सीको खेलमा र धर्मको नाममा मान्छेलाई आफ्नो देशमा, आफ्नो घरमा बस्न दिँदैन, भाग्न बाध्य गराइन्छ हैन। यस्तो अवस्था 21st सेन्चुरीमा आउनु भनेको हाम्रो यो बौद्धिक जगतको लागि चाहिँ सर्वनाक अवस्था हो क्या। त्यस कारणले पनि यो सिनेमा मेरो लागि एकदमै महत्त्व राख्छ। एउटा ह्युमन इमोसनको उच्चतम बिन्दुबाट भनिएको कथा हो जस्तो लाग्छ कि मलाई। हाम्रो भुटान मुभीको अफिसियल टिकेटिङ पार्टनर को हो? खल्ती। मुभी हेर्नुभन्दा अगाडि हाम्रो दर्शकहरूले थाहा पाउनुपर्ने 3टा कुरा के होला? एउटा फर्स्ट चाहिँ यस्तो फिल्म बिरलै भन्छन् हैन, अनि सेकेन्ड चाहिँ हरिदाईको चाहिँ नयाँ जन्म, अनि थर्ड चाहिँ यो सिनेमा चाहिँ हाम्रो हलिउडसँग कोलाबोरेसन छ, त्यही भएर यो चाहिँ नेपाली सिनेमाको लागि चाहिँ एउटा नयाँ छ दर्शकको लागि। हजुर, यो हाम्रो भुटान फिल्मको कथा हैन चाहिँ किन सुनिनुपर्छ, किन हेर्नुपर्छ जस्तो लाग्छ? यो भुटान चाहिँ एउटा व्यक्ति विशेष अथवा समुदाय विशेष अथवा कुनै देशको भुटनिजको मात्रै कथा भन्दा पनि सम्पूर्ण संसारभरि जो चाहिँ घरभन्दा टाढा बस्ने, आफ्नो देशभन्दा टाढा बस्ने मान्छेहरूको कथा हो, जो चाहिँ आफ्नो गाउँठाउँ, आफ्नो देशमै बस्न चाहन्छन् तर बस्न सक्दैनन् अथवा विभिन्न परिस्थितिले बस्न सक्दैनन् अथवा पाउँदैनन्। तिनीहरूले चाहिँ आफ्नो जिन्दगीभरि त्यो मिस गरिरहने कथा हो कि भुटानको कथा चाहिँ। अनि हाम्रो यो भुटान मुभीलाई 3 शब्दमा समराइज गर्नुपर्दा के भन्न चाहनुहुन्छ? भुटान चाहिँ अस्तित्व ओझेलमा परिरहेको मान्छेहरूको कथा हो। भुटान चाहिँ आफ्नो घर र देश हराइरहेको मान्छेहरूको कथा हो। अनि भुटान चाहिँ घर फर्किरहन चाहने मान्छेहरूको कथा हो क्या। खल्तीबाट टिकट काट्दा कति % क्यासब्याक पाउन सक्नुहुन्छ? अनि प्रोमो कोड पनि भनिदिनु न। 50% क्यासब्याक अप टु ₹200। तपाईँहरूले चाहिँ टिकट काट्नुभयो भने चाहिँ प्रोमो कोड युज गर्नु होला, PHUTHN भुटान। त्यसबाट तपाईँले अरू अफरहरू क्यासब्याकहरू पाउनुहुन्छ। धन्यवाद। हस्, थ्याङ्क यू।